हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु भन्न चाहन्छु। आज हामी एउटा काम गर्न लागेको छौँ। के काम रे? परेला ट्रेडिङ गर्ने। यहाँ हेर्दै हुनुहुन्छ, यहाँले ऐना राम्री भनेर बर्थडे बेला नै छाला चाम्री नपर्ने क्रिम ल्याइदियो त भन्नुहुन्छ। मलाई फेरि एउटा माथि र यो तान्दामा पार्क कृष्ण मन्दिर पुग्नु लाग्छ। मलाई फेरि आफ्नो ऊ नै थाहा छैन। फेरि वास्तवमा के गरे मम्मी त्यो के थाहा छैन मलाई। 10 रुपियाँ क्रिमको बारेमा नै थाहा छैन मलाई। फेयर एन्ड लभलीको बारेमा नै थाहा छैन फेरि। अनि के गर्नु र यस्तै अलि अलि चिल्लो मान्ने यता थाम्नु त चिल्लो मान्ने खायो कि नै चिल्लो मान्ने खाएन। अब रोक्नु राम्रो हुन्छ कि पछि रोक्नु। हामी अब स्टार्ट गर्छौँ। यो चाहिँ मेरो मम्मीको रुम। यस्तो राम्रोसँग देख्यो होइन, मेरो क्यामेरा फुटेको। आज म मेरो मम्मीको ट्रेडिङ गरिदिन लाग्छु। अनि पुरै होइन, अलिकति मात्रै। तर मेरो मम्मी भनेपछि यहाँ हालत खराब भएको छ। के भन्नु र, कहिले गरे हुन्छ र बिराम बेसो बन्छ यार। म घाँस खानु जाँदा आइजन अलि जानु लाग्यो। अब भोलि गयो नि हुन्छ। कति सधैँ घाँस खानु जानु। कहिले कहिले राम्री पनि भन्नु कि र चाना पुरा चिया जस्तो दुख्यो। यो त मस्तै छोटो बनाएछ फेरि। यो त यो अलि हुन्न क्या, यो अलि हुन्न। तान्देकै छैन मलाई कस्तो तान्देकै त्यहाँ पनि जाल लाग्यो। आफ्नो रुममा जाल लाग्यो नदेख्ने मान्छेहरू के भन्नु र, के भन्नु र। तिम्रै भन्ने ढोक आज पुराका पुरा यस्तो गरौँ न। अझै मेरो सुइँ काटेको खुट्टामा। अहिले मेरो पनि कस्तो पिठ दुखेको छ कि यस्तो गरेर। माथि हात गरौँ न, कपाल सबैको पार्नु क्या। एउटा हात मात्रै पार्नु न। हो त्यस्तो सँगै यो हातमा यो कसो भन्छ अरे। छाला आउँछ क्या त्यसो गर्दैन होइन। पहिला यता मुखी गराइन्छ कि रे, यताउतै गराइन्छ र त्यस्तो नगर्नु न। अलि सुस्त सुस्त गर्नु के। यो कहिले तानेर अलिअलि त तान्नु ए बाब रे, पुरा चिरिया दुख्या छ। कसैको त एलर्जी हुने मान्छेलाई त सुनिन्छ नि। ज्ञानको त यत्र यत्र सुनिन्थ्यो। राम्रै देखिन्छ नि त तपाईँलाई, पच्दैन राम्रै भएको। मोमो फाल्नु अब त्यो क्या आउलाई एकपट्टि फाल्ने एकपट्टि नफाल्ने हुन्छ र। कस्तो गराइदिन्छ आफूले। यो भुल अब भएपछि नगराइदिएर के गर्नु त के। त्यसो नगर्नु क्या, दुख्छ त्यहाँ। आँसु आइयो।
म टाउन दुखेर मैले सुत्तिरहने ज्ञान पालिदिन्थेन तोल गर्ने सबैले टाउको दुखेछ भने सुत्तिरहने चानो दुखेछ भने न त्यस्तो नगर्नु न जाति बित्ती दुख्छ रोजले ओछामा भुटा मारो गरिदिले क्या चिया त्यति लामा हुन्नन् के खै त हेर्नु त हेर्न अलि सफादेखि हिँड्थ्यो यता भाइ अब यतापट्टि त अब यहाँदेखि आउँछु अब यहाँदेखि आउँछु ल छाला हेर्नु चिमना त्यस्तो नगर्नु के हो त्यस्तो एउटा हात यसो गर्नु न तपाईँको छाला चाम्री परिहाल्यो चाम्रे नपर्ने लिँदैन नानी चाम्री नपर्ने त बत्ती साह्रो पनि त मलाई पनि क्रिमको बारेमा त्यस्तो थाहा होइन कि नत्र लगाउनु थियो अलिक तन्काउनु क्या राम्रो मान्ने रोग त आउलाई कहिले क्रिम लाउने हुन्छ नानी भयो अब भयो नानी भयो मलाई मरि डुगेन अब यतिमा थोरै भागिसक्यो अब थोरै माटो भागिसक्यो यतिमा माथि माथि गर्छ कि त्यस्तो नगर्नु परेला नै छैन परेला नि यस्तो यस्तो गराउनु त यस्तो पानीले स्योर परेला भने फालिदिने छैन नि त परेला छ नि यस्तो गराउनु न त्यहाँ यस्तो गर्नु छैन यो हात छोड्दिनु त्यो उता तान्नु नाकमा घोचाइदिन्छु यहाँ आँगमा घोचाइदिन्छु यो तान्नु त यसरी नै रुखमा आँखा यस्तो गराउनु यहाँ आँखाको त्यो आँखाको बेउला तान्नु के आँखा बेउला तान्नु न हो त्यो न दे अब यो हातले मात्र तान्नु राम्रो तान्नु न छाला पनि आउँछ त्यसो गराइस् त फेरि होइन एउटा खाने हुन्न क्या राम्रोसँग होइन यो भइसक्यो अब राम्रोसँग अलिक बेसी तान्नु है पिटलिक्कै पार्न तपाईँको त ऊ पनि अर्कै गरिरहेको छ क्या म पनि ब्युटी पार्लरमा जानु पर्ला जानु यो आँखा गराउनु त के चिमाएपछि छाला आउँछ भने एक त लामै लामो छाला यहाँ तान्नु यस्तो फ्याता तर्फ तान्नु मेरो आँखा परेर कहाँ जान्छ गरेर नानी अरे हो माथि डुब्बम माथि डुब्बम कहाँ जान्छ झन्न बजार गएर पुग्छ कृष्ण मन्दिरसम्म जान्छ अलि यस्तो गर्नु सानो मार दुखेको छ होला आँखा बेग्लो पनि दुख्नु लाग्यो आँखाको बेब्ला दुख्छ त्यहाँ माथि छिरिक मात्रै गर्छ एकछिनसम्म त्यहाँ दुख्छ क्या त यहाँ पनि कोटर दिन्छु या गराउनु जान्दैन त अनि कहाँ यस्तो गर्नु आँखाको बेब्ला तान्नु न भएन अब म गरान्न लाग्छ हो क्या है अरू अलि राम्रो मान्ने आँखाको बेब्ला सफा मान्नु अब यता गइन्छ यहाँ यता त अस्ति काट्यो नि त अलि भएन ए आँखा बेब्ला तान्नु यस्तो अरे दुईतिर तान्नु न यही लामा हेर्नु त हो न त्यस्तो धेरै नकराउनलाई त्यस्तो कराउन के रुन सकिसक्यो अब सकिसकेको छ क्या
यतिबाट हेर्नको यतिको तानिदिन्छु भनेको यहाँ क्या गजबको भयो तपाईँको त परेको छैन नि के गजबको बनाइदिनु त पति तथार पाल्यो छाला आउँछ क्या यस्तो गरौँ त यस्तो गरौँ त यो यहाँ बेहुला यो आँखाको नानीबाट तान्ने क्या हो त्यहाँनिर किन एउटा एउटा तानिदिन्छु भनेको यो लो हातले छिन फालिदियो मैले त जुङ्गामा थालिदिउँ नघोच्याउनु के गराइदियो नानीले मलाई ट्रेडिङ सक्को हेर्न सक्नुहुन्छ हाम्रो ट्रेडिङ ए मोबाइल हाल्यो हेर्नु हेर्न सक्नुहुन्छ मेरो मम्मीको ट्रेडिङ सक्को यस्तो लगाइदिन्छ टिकुटी हेर्नु यता चिल्लो भएछ हेर्दा नि हेर्नु त यता चिल्लो भएको छ तपाईँको अझ राम्रोसँग भएन एक दिन पार्लर लगेर जान्छ तपाईँलाई जान्छु पार्लर 50 रुपियाँ लाग्छ मर्ने बेला हर्रे काँक्रो भन्दा तपाईँको यति कालो छ यो यहाँको मम्मीको यो यस्तो यस्तो कस्तो फाल्ने होला एक दिन पार्लरमा जाँदा यो चाया पोटो कस्तो जान्छ भनेर थाल्यो यो मेरो चाया पोटो यो चाया त हुन्छ यो तिलाकेटी हो यो माथिको चाया हो यो चाया हो यो चाया हो नाकमा यो जुङ्गा जस्तो बिहानै जानु कस्तो तत्ताएर बुदक्क लाएर अब हामी कपडा धुनु